हेलो गुड मर्निङ नमस्कार साथीहरु स्वागत छ हजुरहरुलाई फेरि पनि अर्को नयाँ भिडियोमा। आज चाहिँ हामी सौरे मेला जाँदै छौं। होलीको दिन चाहिँ ठुलो मेला लाग्छ अरे, मान्छे हराउने भनेर चाहिँ म नि अब कहिले गएको थिइन, हेरेको थिइन। सो यहाँ आमैहरुसँग म जाँदै छु, हजुरहरुलाई पनि यो भिडियो मार्फत लिएर जाने कोसिस गरिरहेको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। र हामी चाहिँ अहिले फाइनल्ली सौरे आइपुगेका छौं। गाडी एकदम लामो तात रहेछ। हामी कहाँ आएको भन्दै सौरे होली मनाउन। होली ह्यापी होली ह्यापी होली। हामी चाहिँ गाडीमा आएको हैन, हाम्रो गाडी हावाले उडायो। ओ आमाहरु हिँड न हौ छिटो। के गर्नुपर्ने छिटो हिँड्नु। कहिले के भयो पर्खेको साथीहरुलाई त्यसरी पर्खिन्छ नि माटे जस्तो। के दिने नभए अनि आमा चाहिँ पुराको रहेछ। बाइकहरुको पार्किङ छ त। जल्दी से भनेर गयो। सौरे मेला यही हो, हराउँछ भनेको के हराउँछ? कसले हो हराउँछ भनेर कति न हराउँछ अतिकै गरेर। हराउने मान्छे पक्रिनु न, हराउने मान्छे किन पक्रिनु? पक्रिनु हराउने मान्छे। भर्खर आउँदैछ हेर न त। कान्छी जुर बाइक कत्रो थियो नि, गाडी रहेछ थुप्रो लाग्दो रहेछ ठुलो हैन। हुसे लागेर चाहिँ कस्तो नराम्रो भयो के, मतलब देखिएन नि मजाले। ठुली कहाँ हिँडेको? म हेर्दैछु तिमीलाई। मलाई नै म त खिच खान्न खान्न यही रोटी खाना। पैसा जाने मिलो मात्रै हो क्या यो चाहिँ। साथीहरु होलीमा सौरे मेला चाहिँ यसरी नै लाग्दो रहेछ। हामी चाहिँ अब यहाँ सौरे पोखरी जाँदै छौं। नजिकै छ, धेरै टाढा छैन। ओ कुल कुल
यहाँको अनि मात्र उपलब्धि हुन्छ क्या तल जान पायो भने। सिँढी किन गनिराख्नु हौ, यहाँको मान्छेलाई सोद्धा भइहाल्छ नि। जेनी लड लाऊ है बिस्तारै। हामी पोखरी जाँदैछौँ। माथिदेखि कति राम्रो देखिरहेको थियो नि, गाडी कुद्ने रोड जस्तो। फाइनल्ली हामी आइपुग्यौँ हाम्रो डेस्टिनेसनमा। अहिले एकछिनमा फाइनल्ली हामी पोखरी आइपुग्यौँ। मन्दिर पनि रहेछ नि माथि। के हो मन्दिर त हो नि। ठाउँै छैन रहेछ नानी, हिलो रहेछ नि यता। ल साथीहरू, मेरो यसपालिको होली चाहिँ यस्तै नै रह्यो। हस् त, बाई बाई।